केराको बुङ्गा समेत काम लागिसक्यो। म काम लागिनँ यस्तो पाराले। आज चाहिँ भोइस ओभर गर्छु, भिडियो बनाउँछु भन्नु, फेरि छैन, त्यो दिन पनि छैन, कन्फिडेन्ट आउँदैन। अब अगाडि जहिले चिनेको बोलिरहेको मान्छेसँग हो भनेदेखि कसैले रोक्न सक्दैन बोलेर। र यो भिडियो बनाउने बेलामा चाहिँ बोली हरायो, अब छैन, आवाज पनि हराउँछ, त्यसमाथि स्वर बसेको, त्यहाँबाट के बोल्ने केही नै थाहा हुँदैन। यो त्यही भनेर त भन्छु त, म यो केराको बुङ्गा समेत काम लागिसक्यो। म काम लागेन। अब यति बोलेर त मामु नबोल्ने अरे चाहिँ मामुले केराको बुङ्गोको अचार बनाउँदै हुनुहुन्छ। अब उसिनेको बुङ्गो निकालेर बिरे नुन हाल्नुभयो, पछि काटेको प्याज, उसिनेको आलु र टमाटर राख्ने, मिरो र नुन हालेको भिडियो चाहिँ स्किप भएछ। अब आलसको छोप पनि राख्ने। अब तेल तताएर मेथी भुराउने, मेथी ब्राउन भएपछि त्यसपछि कुटेर राखेको लसुन फुराउने, मजाले फुरिनु पर्छ। माम त चलाइरहनु भएको छ। अब बेसार हालेर चलाउने, त्यसलाई चाहिँ ज्वाइ पारेर अचारमा झार्ने। एकको चम्ची चाहियो, मामुले हातले नै मोल्नुहुन्छ। मामुको हात नै मिठो छ, त्यसै मिठो हुन्छ। लु रेडी भयो अचार, बुङ्गो पनि काम लाग्यो।